के हो भनिदिनु त बेबी सावर बिजेको बुढीको बेबी सावर गर्नेला बुहारीको भन्नु न हेलो 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 गरिदिनुहोस् ठुलामा नमस्ते ल दिदी हेलो भनिदिनु मेरो भ्लगमा ल हेलो हेलो जेनी हेलो मुसा हेलो वेलकम टु माई भ्लग लोयो छान्यो कहिले छान्नलाई भोक लाग्यो बेबीलाई ए मेरो बितिन चाहिँ यहाँ छोराको लागि आज आज त भ्लगमा आउनुहुन्छ होला नि हाम्रो आजको स्पेसल मान्छे चाहिँ हाम्रो भाउजू दिदी हेलो भनिदिनु काकी हेलो सुबी हेलो सिरन दिदी हेलो भाउजू हेलो हाम्रो आजको हाम्रो आउटले चाहिँ यस्तो छ होइन मेरो छ्यान्यो मान्छे छ यहाँ ठुला नमस्ते ठुला मेरो भ्लगमा हेलो भनिदिनु ठुला मेरो बिजनेस मैले आज फ्लावर ल्याएको छु यहाँ मेरो फुल यहाँ हेर्नु त यहाँ हेर्नु मैले फुल बनाएको मेरो बिजनेस के अनि यहाँ मैले अनि भाउजू दिदी सबैलाई भिराउनु लगाएको एउटा पैसा दिनु पर्दैन हैन यो बिजनेस भनेको पैसा हो नि अब म चाहिँ बेबी सारमा आएको खासै मेरो चाहिँ बहिनीको आफ्नै बहिनीको बच्चा छोरा हुनुहुन्छ उसलाई बधाई दिन लागि ओके ठुला दाइ हेलो वेलकम टु माई ब्लग अबे रोयो नि त के भयो अन्यो यस्तो छ वाउ खानेकुरा यस्तो छ यहाँ चाहिँ सबैजना बेबी सावरको लागि रेडी भएर बस्नु भएको छ यहाँ पो गर्नु होला छ बेबी सावर परिवारको पत्रकार हो नो पत्रकार ब्लगर यहाँ चाहिँ मेरो बबिता दिदी ब्युटिफुल कस्तो राम्री देखेको खै यता हेर्नु न अल्लाह कल्ला ला ज्वाइहरु त गेम खेलाइदिनु पर्ने के केटाहरूलाई त्यो बेलुन हालेर के मजा आउँछ नि सबै देखासै 1 2 3 चम्चा
अब खानु अनि मिठाई पनि खान्दिनु भयो सबैले हो एउटा सबैजना हात यसो गरे भइहाल्यो नि बाजा त हो यो हैन अनि भाग लगाउँ हैन सबै प्लेटमा हालेर मिलाएर ठुलोवाला के ठुलोवाला भयो केक चाहिँ त बाटिन्छ मेरो क्यामेरा कस्तो पोरा अगाडि क्यामेरा पोरा रहेछ कि अनि भिडियो कस्तो धमिलाएर चाउमिन निकाल्नु खाने मान्छेहरूले यसो लाइनमा छैन मलाई हानि हैन म हेरेर पो हानि हानि हैन हेरेर पो हानि रोटी अलि अलि दिदी यता यता टाउको राख्नु न जेरी जेडी लास्टमा अलि लास्टमा खाएपछि दिनु हो के जेडी र म यसरी लापेर हाल्छु जहिले दिनु पछिल्लोमा खानुहोस् केक यहाँ भिडियोमा कस्तो छ मिठो यो चम्ची त खानु राख्ने होला अहिले अहिले तपाईँको भाग आउँछ मिठो छ केक है मैले छान्ने मान्छे अहिले दिन्छु नि तिमीलाई ल हाम्रो भाउजूले यहाँ खाइरहनु भएको छ यहाँ हाल्लो भनिदिनु हाल्लो यहाँ दिदीले पनि खाइरहनु भएको छ यहाँ जेनी मम्मीहरू अब यहाँ फ्यामिली ग्रुपमा सबैले थुक मिल्ने भयो ए ल ल भेना हाम्रो भेनाले चाहिँ ल है यहाँ काम गर्दै हुन्छ ऊ ससुराली आएर अनि त यस्तो सेवा गर्ने ज्वाइँ कहाँ पाउनु ल हाम्रो यहाँ अन्डा रोस्ट जेडी मिठाई मिठाई त नादन यहाँ दिदी दिइरहेछ यहाँ छाला पर्यो भनेर एकदम निराश भइरहेछ दिदी यहाँ मेरो छोरा छोरीहरू यता सङ्गिनी के छ अनि के अचारहरू के हालौँ चिउरा रोटी रोटी अलि खानुहुन्छ मेरो छोरा छोरीहरूले चाहिँ राम्रो यहाँ होइन बाई बाई दिदी बाई
ब्लग चाहिँ कहिले आउँछ ब्लग अब यो ब्लग म सेयर गरिहाल्छु नि हालिस ए मैले तिमीहरूले सेयरै गरे होइन है पहिलातिर नि गर्थ्यो ब्लगहरू हाल्नुहुन्थ्यो हाल्नुहुन्थ्यो ब्लग पहिला नि पहिला सब्स्क्राइबर त्यो हेर न ए झन्डै 1 लाख अपडेट भइरह्यो तपाईँ गाइस हामी चाहिँ अब भर्खर खाएर यहाँ घर फर्केको अनि मेरोमा पनि यहाँ खाएर यहाँ आज कस्तो लाग्यो आज बेबी सावर है गुड अब हामी चाहिँ इन्डिङमा आयो हाम्रो आज यति नै थियो होइन हाम्रो प्रोग्राम अनि अब हामी अर्को ब्लगमा भेटौँला होइन मम्मी ल बाई गरिदिनु बाई पछि भेटौँला